हाई गाइज वेलकम ब्याक टु माई च्यानल अगेन। अनि आज चाहिँ म हल्का लङ भिडियो हाल्छु अनि धेरै लङ पनि होइन, हल्का छोटो छोटो हुन्छ। अनि आज चाहिँ हामी बनाउँदैछौँ घरमा पानीपुरी बनाएर खाने हो गाइज आज त। किनभने मसँग 200 रुपियाँ छ, 200 रुपियाँमा पानीपुरी बनाएर खान्छु घरमा म चाहिँ। अनि त्यस पछाडि भन्नुपर्दा तपाईँहरू हेर्दै राख्नु होला, म चाहिँ अब पानीपुरी किनेर लिएर आउँछु। सो गाइज अहिले चाहिँ म रेडी भइसकेँ। अब चाहिँ म जाँदैछु पानीपुरीको सामान लिन। अनि म कतिचोटि भने होइन पानीपुरीको सामान लिन जान्ला छु भनेर म जाँदैछु। यहाँनिर हो म्याक्सी लगाएको थिएँ मैले, त्यही भएर हल्का मान्छे हुन्छ नि त। आमा यो कहाँबाट आयो, कहाँबाट आयो? यसलाई चाहिँ मैले दिनकै त नभने पैसा भएको बेला बिस्कुट दिएको बालीले गर्दा यो पछि पछि लाग्छ। अब म लिएर आउँछु पानीपुरी। गाइज मैले चाहिँ लिएर आइसकेँ। बाख्रा फुत्के रहेछ तर म जान्दिनँ, त्यसलाई पठाउँछु अहिले। अनि मैले चाहिँ सामानहरू लिएर आइसकेँ। अनि म अब बनाउँछु चटपटी त खाँदैन। मैले एउटा वाइ चाउचाउ र दुईवटा गजबको चाउचाउ लिएर आएको छु। त्यसरी अहिले नास्ता खान्छु अनि त्यसपछि चाहिँ पानीपुरीको च्यालेन्ज गर्छु ल। हुन्छ भन्नुहोस् त। हुन्छ। सो गाइज अहिले चाहिँ फाइनली मेरो खाना चाहिँ रेडी भइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ। अनि मैले चाहिँ यहाँ वाइ र गजबको हल्का गरेर बनाएको छु। अनि म चाहिँ अनि मही पनि लिएर आएको छु। अनि अब चाहिँ खाऊँ है त। मैले चाहिँ गाइज यहाँ यस्तो टक्क लाएर मही पनि लिएर आएको छु। मही हालिहालौँ, मही चाहिँ खानै पर्ने हुन्छ जेमा पनि। म चाहिँ आजकल मही बिना बाँच्न सक्ने। मैले पछाडिको लाइट चाहिँ निमाइदिएको छु। अनि मसँग चाहिँ रिङ लाइट छैन। मिठो पनि के भन्ने, मिठै छैन। पहिला मिठो पाइन्थ्यो कि गाइज, अबि ढल्न लाग्छ ढाङ्ने। अनि यहाँ चाहिँ मेरो रहेको छ पानीपुरीको झोल। म खान गइरहेको छु ठक्क लाएर। भन्नुपर्दा वास्तवमा यसलाई यस्तै घोल्ने खाए ल। किन बाहिर पैसा खर्च गर्ने क्या, 100 रुपियाँमै बन्छ कि घरमा पानीपुरी। पसिना भए पनि मलाई के मतलब, म त खाने होइन। मैले त गाई कतिवटा पानीपुरी खाएँ भनेर यस गर्नु होला है। यो वाइ र गजबको दुईवटा मिक्स गरेको मैले। मलाई करेन्ट चाहिँ धेरै मन पर्दैन खासै, त्यही भएर। अरूले देसी फ्रीमा देसी मनपर्छ, नत्र पनि आफूले किनेर 50 रुपियाँको करेन्टको खान्छ। 50 रुपियाँ
दुईवटा चाउचाउ आइहाल्यो अनि दुईवटा भेराइटीको भइहाल्यो मिक्स मिठो हुन्छ हेर्दा नमिठो भयो भने खाँदा चाहिँ दामी भयो पानी छ यहाँ पानी खाऊँ न नखाऊँ म खाऊँ क्या आयो त्यस्तो माने म पछाडिबाट तर कोही याद न लामो मेरो जिन्दगी जस्तो यत्रो बाहिर हाल्न सक्छु त गाइज म नानीहरू म मर्छु त के बाले फेर खाएर घरीमा हल्का पिरो आयो भने कस्तो पसिना आउँछ त्यो भन्ने कुरा हेर्न सबैलाई थाहा नि हो नि पनि खान्छु ल हिजो अस्ति कस्तो मिठो मै आउँछ आजकल त मिठै हान्न मात्तिसके मै होला अङ्कल पनि खुर्सानी मैले यो भित्र पनि खुर्सानी हालिदिन्छु कि गाइज हरियो खुर्सानी काटेर त्यही भएर भोलि बिहान टोइलेटमा हालत खराब फेरि ओ सेट गर्मी
पिरो छ। सो गाइज भयो जसले सब्सक्राइब गर्नु भएन सब्सक्राइब गर्नु होला। के म ऱ्याप हान्न लाग्छु छु र यस्तो गर्नलाई होइन, कस्तो पागल जस्तो छु म। राम्रोसँग भिडियो बनाउनु पनि आन्न कि। अनि के गर्ने अब पेट अगायो फेरि निन्दा लाग्छ, सुत्न मन लाग्छ। अनि धेरै सुतेपछि घरमा गाली गर्छन्। अनि आजको लागि यति नै गरौँ ल, के गर्ने भ्यायो। अब अलि छ नि त। चिसो भएर होला, मिठै भएन कि यो छाउतो। त जाडो महिना भएको भए त मिठो हुन्थ्यो, गरम भएर पनि होला। झोल बचेको छ, पानीपुरी गरिदिएँ। आजको लागि यति नै। अब अर्को भिडियो कहिले आउँछ थाहा छैन। मही त खानै पर्छ कि गाइस, फाल्नु भएन। मही त म फेरि जति दिए पनि खाइदिन्छु क्या, पुरा भण्डार दिए पनि खाइदिन्छु। प्योर मही हो, प्योर मही भनेर भन्न सक्दिनँ म, मिलावट पनि हुनसक्छ। अनि मिठो, मलाई फेरि हिजो अस्ति चाहिँ यस्तो मिठो मही आउँथ्यो क्या गाई। अनि आजकल चाहिँ त्यति, हिजो अस्ति दुई दिन जति भयो मिठै छैन। र त म दिनकै 2-3 पोका लिएर आएर खाइदिन्छु म त फेरि बिहानदेखि साँझसम्म ड्याम्मै पारेर। ल गाइज आजको लागि यति नै। अब हजुरहरू पनि खाना खानुहोस्, सुत्नुहोस्। अनि कोहीले त अब कति बेला हेरिरहनु भएको हुन्छ म भ्लग बनाउनु भयो। अब बनाउनु पर्यो त। अब मलाई पहिल्यैदेखि इन्ट्रेस्ट थियो। इन्ट्रेस्ट ओ सेट, इङ्ग्लिस बोल्न पनि आन्न। अनि मलाई पहिल्यैदेखि इच्छा थियो भनौँ न। अब बनाउने, भ्लगहरू बनाउने, अनि यताउता घुम्न जाने ठाउँतिर अनि भ्लगहरू भिडियो बनाएर हाल्ने इच्छा थियो। अनि यो चाहिँ सिन्दुर है गाइस, मैले दिउँसो लगाएर बनाएको थिएँ भिडियोमा। त्यस्तो इच्छा थियो। अनि मैले आजकल स्टार्टिङ हो गाइस, हजुरहरूले पनि माया गरिदिनु होला। आशा छ हजुरहरूले पनि मलाई माया गरिदिनुहुन्छ। छिटो 1K सब्सक्राइब पुगाइदिनु होला। अनि आजको लागि यति नै। बाई बाई गाइस, धन्यवाद अहिलेसम्म हेरिदिनु भएकोमा। बाई बाई।